नमस्ते, सबैको परिचय पाऊँ न। मेरो नाम सुब्रत तामाङ, घर चाहिँ नेपाल सिन्धुपाल्चोक। अनि तपाईँको भन्नुहोस्। मेरो नवलपरासी नवलपरासी। जुन अरुण खोला, अहिले हाल कुवेत अर्बनियामा बस्छु। म तपाईँलाई एउटा क्वेसन गर्न चाहन्छु। जुन यो देशमा यत्रो जेनजीको आन्दोलन भयो, यत्रो घटना घटेर 76 जनाले आज वीरगति प्राप्त गर्नुभयो होइन, यसमा आज जुन आजसम्मको घटनाक्रमलाई तपाईँले कसरी विश्लेषण गर्नुभएको छ? मैले चाहिँ कसरी हेर्छु भन्दाखेरि जेनजी आन्दोलन भयो तर के को लागि भयो होइन? जेनजी आन्दोलन भयो तर नेपाली जनताको लागि भएन। अब जेनजी आन्दोलनले पुरै सरकार उघाडेर फालिसक्यो है। अब अन्तरिम सरकारले के भन्छ, चुनाव गर्ने भन्छ। तर त्यो चुनावको लागि मात्रै हो त यो जेनजी आन्दोलन? त्यत्रो 76 जनाले बलिदान दिएको चाहिँ के अरे यो यति यो अन्तरिम सरकारको लागि मात्रै हो त? संविधान संशोधन गर्नु पनि नमिल्ने, प्रत्यक्ष निर्वाचन कार्यकारीको निर्वाचन गर्न नमिल्ने, अनि चुनाव गर्न चाहिँ मिल्ने, कसरी मिल्यो त त्यो मिलेन नि। त्यसो हुँदाखेरि के हुन्छ भन्दाखेरि अहिले 74 देखिको यता आउँदाखेरि देशले कतिवटा निर्वाचन गरिसक्यो, कति ठुलो ऋण भइसक्यो नेपाली। जुन तपाईँले अहिले भन्नुभयो, जुन जेनजी आन्दोलन पछाडिको जुन हुनुपर्ने सरकार चाहिँ त्यो चाहिँ ठिक भएन भन्ने तपाईँको विश्लेषण भयो? हजुर, त्यो चाहिँ एकदम जुन कि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने थियो, जुन कि एउटा संविधान संशोधन गरेर नयाँ कानुन लिएर आएर अलिकति देशमा अलिकति सुधार हुनुपर्ने थियो, त्यो भएन। र फेरि पनि मैले अर्को एउटा घटना तपाईँलाई उयो गरेर सोध्न चाहन्छु। हिजो भर्खरै एउटा कुलमानजी होइन, अब स्वतन्त्र पार्टीमा जुन 12 दिन पहिले मिल्नुभएको थियो, हिजो भर्खरै अब उहाँको छुट्नु भयो, यसमा तपाईँको के छ विश्लेषण? मेरो विश्लेषण चाहिँ अब म हुन त कुनै राजनीतिज्ञ पनि होइन, म कुनै अब नेता पनि होइन, म कुनै पार्टीको पनि नेता पनि होइन, म स्वतन्त्र नागरिक हो। मेरो विचारमा चाहिँ के लाग्छ भन्दाखेरि यो जेनजी आन्दोलन भएको नै यो कुलमान घिसिङ मिल्नलाई, रवि लामी छाने मिल्नलाई, बालेन शाह प्रधानमन्त्री हुनलाई हो र? यतिको लागि हो र नेपाली जनताले यो जेनजीले त्यत्रो बलिदान दिएको? त्यो त पहिल्यैदेखि गरिरहेको थियो त। त्यत्रो पुरानो पार्टीहरूले यता मिल्ने, यता फुट्ने, त्यता टुट्ने, त्यो चाहेको हो र नेपाली जनताले? त्यो त चाहेको होइन नि त। हामीले चाहेको के हो भने देशमा मजाले जनताले नै प्रधानमन्त्री छान्न पाओस् होइन। त्यसको लागि चाहिँ अब संविधान संशोधन होस् भनेर नै गरेको होला नि त जेनजीले, भ्रष्टाचारीको अन्त्य होस् भनेर। अहिले त यता पनि छैन, उता पनि छैन, अनि देशमा डोल भएर पुरै के डुबाएको छ कि नेपाली जनतालाई होइन। यति डुबाएको छ कि हामी विदेशमा बसेर पनि यस्तो देशको चिन्ता लाग्छ, तर कहिलेकाहीँ के लाग्छ कि अब देश भनौँ भने आर्थिक अवस्थाले त्यहाँ के हुन्छ त्यस्तै तपाईँले भने जस्तै हिजो जुन कुलमानजीको जति छवि थियो, हिजो उहाँले काम गर्दाखेरि पाउनु भएको त्यो छवि हो। उहाँले जुन राजनीतिकमा आएपछि पनि कमसेकम एउटा पार्टी त मिलेर उहाँ गएको भए आज धेरै राम्रो हुने थियो। किनभने आज आम जनता नेपालमा रहेका र विदेशमा रहेका हामी नेपालीहरू धेरै खुसी भएका थियौँ, आज नयाँ मिल्यो, अब देशमा केही परिवर्तन हुन्छ भनेर। हिजो जुन उहाँले हिजो घोषणा गर्नुभयो, त्यसमा चाहिँ धेरै नेपालीहरू अहिले चिन्तित छन्। जुन उहाँले जुन कमाएको छवि पनि घट्छ कि भन्ने मलाई लागिरहेको छ अहिले। यति भनौँ। मेरो विचारमा चाहिँ कुलमान घिसिङ होइन, मेरो व्यक्तिगत विचारमा चाहिँ के छ भन्दाखेरि कुलमान घिसिङ भनेको एउटा देशको गहना हो, तर उहाँ चाहिँ राजनीतिकमा आउनुपर्ने मान्छे चाहिँ होइन है मेरो विचारमा है। तपाईँहरूले कस्तो लाग्छ होइन? कुलमान घिसिङ जस्तो मान्छे अब राजनीतिमा आउनु नै नहुने थियो। किनकि के भयो, देशको स्थिति फेरि खराब छ। अब राम्रोसँग काम गर्यो सरकारले, अब नेपाल सरकारले सपोर्ट गर्दैन राम्रो मान्छेलाई। अब अहिले कुलमान घिसिङ राजनीतिमा आयो, राजनीतिमा आएपछि त मान्छेको जस्तै राम्रो छवि भए पनि गयो क्या त्यो। अब हिजोको दिनमा पत्रकारिता गर्दाखेरि रवि लामी छानेको कस्तो राम्रो थियो क्रेज होइन, कुलमान घिसिङको कस्तो राम्रो थियो, बालेन शाहको पनि पहिला कति राम्रो थियो। अहिले भने यो राजनीतिक खेल भने चाहिँ एकदम खतम खेल हो यो। सबै यता मिलाउने उता मिलाउने भन्दा के अरे मलाई चाहिँ के लाग्छ भन्दाखेरि बरु राजै आएर होइन एउटा राम्रो
राजा आएर ड्याम्पमा देशलाई सम्हाल्यो भने नेपालको गति चाहिँ खतरा लिन्छ जस्तो लाग्छ। नभए त यो नयाँ पनि त्यही हो, पुरानो पनि त्यही हो। अब सबै त्यस्तो भइसकेपछि तपाईँको देश त लथालिङ्ग नै हुन्छ, डुब्छ, नेपाली जनताले दुःख पाउँछ। अब राम्रो मान्छेले काम गर्न दिँदैन नेपालमा, सबैभन्दा दुर्भाग्य त्यही हो। मेरो भनाइ यति नै भन्न चाहन्छु। धन्यवाद, नमस्ते।